एभ्रिवान वेलकम टु माई भिडियो आफ्टर लङ टाइम। म चाहिँ एकदमै धेरै लामो समयपछि चाहिँ भिडियो लिएर आएको छु होइन। टङ स्लिप भइरहेको छ एकदमै, किनभने धेरै टाइम भइसक्यो मैले भिडियो नबनाएको। अनि कामले पनि बिजी पनि भएँ, अनि त्यस्तै हो अब के कुराले मिलेन होइन। अनि आज चाहिँ म मेरो नानीहरूसँग होइन, मेरो जेठाजुको छोरीहरूसँग चाहिँ म भिडियो बनाउन लागिरहेको छु। त्यो चाहिँ मुकबाङ भिडियो, ब्लाइन्ड फोल्ड च्यालेन्ज भिडियो बनाउन लागेको। अनि हामीसँग चाहिँ हुनेछ करेन्ट नुडल्स हुनेछ होइन, स्पाइसी करेन्ट नुडल्स। अनि त्यसपछि मोमो पनि हुनेछ, अनि विथ चपस्टिक होइन। अनि त्यसपछि मैले चाहिँ एउटा के ट्विस्ट राख्न लागेको भन्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ म मोमोभित्र चाहिँ एउटा डल्ले खुर्सानी हालिदिन्छु क्या। यहाँ डल्ले खुर्सानी पनि छ, एउटा डल्ले खुर्सानी हालिदिन्छु, उनीहरूले चाहिँ पिरो खान सक्छ नि क्या। अनि एउटा डल्ले खुर्सानी हालिदिन्छु, तिनीहरूलाई चाहिँ म भन्दिनँ। अहिले फेरि त्यहाँ अगाडि राख्नु देख्छ, तिनीहरूलाई म भन्दिनँ। अहिले चाहिँ मोमो लिन गएको छ कि उनीहरू। अनि म चाहिँ तिनीहरूलाई जहाँ पनि बाहिर एकछिन जा भनेर पठाइदिन्छु। अनि त्यसपछि म खुर्सानी हालिदिन्छु के भित्र। अनि कस्तो रियाक्सन आउँछ, यो चाहिँ मेरो फर्स्ट प्र्याङ्क भिडियो होइन, कस्तो हुन्छ अब हेरौँ है। स्टे ट्युन। सबै रेडी भइसक्यो होइन, यिनीहरू चाहिँ माथि आउँदैछ। जिरे खुर्सानी हालिसकेँ मैले, एउटा यो भयो। एभ्रिवान नमस्ते, मेरो नाम चाहिँ साइना श्रेष्ठ। मेरो नाम चाहिँ कृपा महर्जन। मेरो नाम चाहिँ इस्लाम महर्जन। सो धेरै टाइमपछि चाहिँ मैले मुकबाङ भिडियो लिएर आएको छु। आज चाहिँ मेरो छोरीहरू छ होइन, यिनीहरू दुईजना मेरो दाइको छोरीहरू, जेठाजीको छोरीहरू यिनीहरू चाहिँ। अनि यिनीहरूसँग चाहिँ मैले मुकबाङ भिडियो लिएर आइसकेको छु। अनि आज चाहिँ च्यालेन्ज हुनेवाला छ, यो चाहिँ ब्लाइन्ड फोल्ड च्यालेन्ज हो होइन। अनि हामीसँग चाहिँ एक प्लेट मोमो छ, अनि थुकाइसक्यो मुखमा, अनि करेन्ट नुडल्स छ होइन। अनि मसलाहरू चाहिँ हालेर ल्याइसक्यौँ हामीले। अनि यहाँ चाहिँ झोल छ, अचार होइन, बिचबाट लिने ल। अनि त्यसपछि यहाँ चाहिँ हामीसँग पिउनको लागि चाहिँ पानी छ। अनि जो फर्स्ट हुन्छ उसले चाहिँ 200 रुपिस चाहिँ पाउँछ है त। जो फर्स्ट हुन्छ उसले 200 पहिला मिक्स गर्ने। अनि त्यसपछि ल पहिला मिक्स गरौँ। तिमीहरू कौन है ये लोग, कहाँ से आते हैं? त्यो चपस्टिक ठिक हुन्छ नि। म त कालै ठिक छ। ओइ कृपा यहाँ हेर त, त्यस्तै हो। मलाई नि आएन कि अझ चपस्टिकसम्म आउँदैन। मलाई आएन ल, खाना चाहिँ आउँछ फेरि। यो चाहिँ हाम्रो चपस्टिकले मात्रै नै खाने हो होइन। चपस्टिक चाहिँ राम्ररी कसैले चलाउनै आउँदैन, मलाई नै आउँदैन। यहाँसम्म डिस्टेन्स हेर्नुपर्छ, अनि पानीमा डुबाएर खाइरहेन। पानी नि आँखाचुम्मा गरेरै खानुपर्ने। उसलाई चाहिँ मैले जित्न सक्छु जस्तो लाग्छ, यसलाई चाहिँ थाहा छैन। नो चिटिङ है, कसैले चिटिङ गर्न पाइँदैन ल। चिटिङ गरेर पैसा पाउँदैन। जो फर्स्ट हुन्छ उसले पायो 200 रुपिस। अहिलेको लागि 200 हुन्छ हेर्न, काले जसरी हातले छुन मिल्दैन ल। चिटुवान गर्नु नि चिरे हतार पहिला म यो प्र्याक्टिस गर्छु मोमो कसरी समाउनु। मोमो त म यस्तै समाउने घोस्ने हो खाने हो। म त आउँदैन समाउनु मोमो। ल ल ल ल है छिटो पक्न सामने नजमा गर्नु। एकछिन भित्रका छिटो, त्यसलाई नहेरेसम्म नगर्ने। यस्तो होइन, यो डन्डी नाकमा राखेर मिला। यस्तो हो, तपाईँ गर्नु, म त मिलाइ। म त गरिहाल्छु नि। ओइ के देखिँदैछ यार? त्यही त हो नि, नरुक्नु न मेरो भाइ। भयो भयो 3 2 1 गो। निकाले चपस्टिक। नाकमुनि राखे। नो चिटिङ है। ओइ मोमो कहाँ छ? ओइ मोमो भनेर लिएको यतिकै चपस्टिक टोकेर ममा हाल्नु। ओइ कहाँ गर्नु? मोमो छ चाहिँ कहाँ? ल फेरि चपस्टिक टोके। No cheating, right? कृपा मोमो खाइस्।
कृपा मामा खाइस अभी मजा आएगा ना भिड़ो यस्तो डल्लो आएको मसला क्या त्यही भएर राम्रो होइन, मिक्स कत्रो डल्लो क्या? तर चाहिँ डल्लै हो मसलै हो मामा भित्र भने मामा भित्रबाट आयो कसम नै एकछिन एकछिन हो त्यो पाइँदैन के डल्लो यत्रो आयो ढिला रहेछ भने हुँदैन है त्यो खानेकुरा हो कहाँबाट डल्लो आउँछ मामा आज ल 200 त मैले भन्दा जस्तो मेरो पैसा कतिवटा मोमो खाइरहेको छैन यसमा बाउल ल्याएको है लिन मिल्दैन के बाउल खानुहुन्छ क्या ग्लासमा ग्लासमा सोफामा खनाइ राखेको राम्रो छ चक्लेट हाउ मोमो खोइ मोमो मोमो छ नि त खोइ मोमो खोइ कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम नि मोमो भेलो खोइ कुट्टा काटेन मोमो भेट्टा आएन के आइन आन्टी मजाले स्वाद लिँदै खाइरहेको ए मेरो मोमो प्लेट बाहिर गयो कि क्या हो अघि नआएको के हो मलाई हेर्नु पऱ्यो कि यो के हो ओम नम शिवाय प्लिज मलाई सार निकाल्नु सक्दैन म भित्र त किरा पनि हाल्छ हो पागल नि आयो होला नि जस्तै यत्रो भइरहेको पानी खाँदा नि हाँस्छ यिनीहरू ल बौलायो बौलायो दुईजना बाँकी छ कि छैन नि त आएन हौ मोमो कहाँ गयो तानिरहेको छु कहाँ तानिरहेको छु आएन ट्याक आवाज आएन सोधेर खानु तपाईँ हात युज गर्नु हुँदैन चपस्टिकले सोध्नु कसरी थाहा छ मात्र थाहा छ भनिन्छ मुखमा लाउनु हुन्छ लगा कृपा जिते जस्तो छ मैले त्यस्तै के हो यो सबै त सक्नुपर्छ है कृपा तेरो मात्रै सकेर हुँदैन त्यतिखेरसम्म म आफू बनाएर बस्ने न सबै हजुर छैन थाहा चाउमिन नि चाउमिन हाँस्न पाइँदैन है मुखले कौन है ये लोग कहाँ से आते हैं ये
चाट्न पाइन्छ मोमन खाऊ है सेला दिजे पायो म कस भइसक्यो कि अहिले भिडियोमा देखिहाल्छ ओइ मामा कहाँ छ नाकमा त सब लाग्यो सिङ्गा लाग्यो कस्तो बच्चा जस्तो खाइस क्या हो त होइन टिस्यु छैन ल्याउनै बिर्स्यो म त उकाले यार के भन्छ पागलहरू ठुलो दल्लो के हो के आँखाबाट आँसु आइसक्यो मेरो गर्मीले यत्रो ठुलो दल्लो के थियो के मलाई पढाएन त म फर्स्ट भइसक्यो के भन्दा तपाईँको हातको मुभमेन्टै हातमा लाग्यो त्यो थालो बाँकी हुन सक्छ नि क्या त त्यसमा भन्नु अन्त दिएको छैन ए अघि न तपाईँले काम गरिरहेको छु भनेको थियो नि केही हाल्यो कि क्या मैले के हाल्छ म यहाँ सेटअप गरिरहेको थिएँ कि त्यो कालो पनि खाइदिउँ क्या हो त्यसो भए खाइदे त्यो गर्न पाइँदैन है के त्यो कालो के हो डल्लो मेरो त कति बाँकी छ नि थाहा छैन अहिले बाँकी रहेछ भने ल अब चाहिँ मलाई पक्का थाहा मेरो सक्छ पानी नै भएको छ छैन रहेछ अहिले पानी दे तेरो मेरो पानी सकिन लागिसक्यो नपकाउनु मेरोमा सकिसक्यो के म अझै हाल्छु मलाई चाहिँदैन अनि म हाल्छु कहाँनिर छ पोख्यो भने त अब त म अर्को हातले पानी गिलास बोकेरै थाप हाल्दियो गिलास कहिले हेरिस खोइ कहाँ छ छिटो छिटो ओइ सच्ची खान खोइ दे ल कहाँसम्म छ थाहा ओइ पोखायो पनि पुऱ्याउँछ तिमीहरूले पानी खानु तपाईँ लाउनु बोतल खोइ कहाँ गयो गिलास म त्यो कालो डल्लो हेर्न मन लाग्यो कि म त साँच्ची भने मलाई अहिले तल राख्ला पक्नु नि बिर बनाउनु पर्ने ओइ मलाई त मोमो खानै डर लाग्यो यार होइन एउटामा मात्र छ चिन्ता नगर कसले के हो हाल्दै हो कि मोमोमा आएको त होइन होला त्यो ए मसलाको पिरो भने तिमीहरूले पत्ताउँदैन हेर्नु त यहाँ हेर्नु त होइन मोमोको भित्रै डल्लो छ कि यत्रो डल्लो थियो अनि मलाई परेन त त्यही तपाईँहरूले हाल्नु माग्नु ए छिटो न पुरा पोलिसक्यो क्या मेरो ओठै जिब्रो ल खोलौँ न त ल 3 2 1 मैले खानै सकेको छैन मेरो हेर्नु हेर्नु यतिकै यसरी खाइरहेको छु म पैसा खोज त त्यो कालो के हो के हो खुर्सानी रहेछ भनेर खाँदा म त म खान्थेँ हेर्नु न हेर्नु मेरो चकाचक म त्यहाँ यस्तो पिरो आँखा पिरो भएर म गरेर खाइरहेको थिएँ पुरा पुल्टो खसमा खाँदै यति लागेको थियो यत्रो मलाई यसरी खाइरहेको छु हेर्न यस्तरी कस्तो रहेछ यार खुर्सानी हालिदिएको मोमो मैले यसरी खाएँ म खान्थेँ ओए मोमो यसरी खाएँ त्यो मोमो यहाँ एकछिन म खान्छु यार तपाईँकोमा नि हालेको थियो म मेरोमा चाहिँ किन हाल्नु नि पागल हो आमा भनेपछि त्यही येलो कलरको भित्तामा मैले भने होइन साइना आन्टीले अघि न के गर्छु भने त्यही हालेको होला भनेर ए म त त्यो मिलाउनलाई जाँदा ब्राक गन रङ मैले किरा भन्न ठाने कालो देखेको थिएँ मैले यहाँबाट भर्खर यहाँबाट खसेको यहाँनिर कालो देखेको थिएँ ओकालेर फ्याले मैले मैले नि कहाँ भयो
ओइ किरा भनेर म त फेला कालो के मैले त यहाँनिर राखेको थिएँ नि त अनि खोलेपछि मैले किरा जस्तो थिएँ अझ झन्डै भुजामा फ्याल्न लाग्थेँ यसरी छामेर फ्याले मैले भुजामा फ्याल्न लाग्थेँ मैले यो म त्यहाँ त्यो छाप्न यहाँनिर जान्छु भनेर म त चम्चा आवाज आएर मात्र हो गिलास लिनलाई यस्तो लाग्थेँ म खै अब ल दिसे है मेरो आज के किन्ने भनेर चाहिँ म त्यो सब किन्छु गाइजहरू है फर्स्टै भयो म 200 रुपियाँ दिन्छु होइन प्र्याङ्क चाहिँ रङ भयो बरु खुर्सानी थाहा भयो भने म खान्थेँ कि साँच्ची खुर्सानी त मन पर्छ नि त कमसेकम पिरो त So I hope you liked our videos. मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब फेरि पनि कमेन्ट गर्नु होला यस्तो भिडियोहरू चाहिन्छ भने चाहिँ हामी लिएर एकदम म फुडीलाई पनि ल हराइदिएँ क्या बाई बाई जितेको पैसा चाहियो रे गाइस अनफेयर हो गया पैसा प्राइज 12 क्लास पास भइसक्यो अझै पनि यस्तो छ पैसा चाहियो नि त पैसा नभएर